जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावलाई परिपूर्ति गरौँ भन्ने मूल नाराका साथ आज यस प्रादेशिक रक्त सञ्चार केन्द्रमा आफ्नो जन्मदिनको अवसर पारेर वीरेन्द्र पाण्डे सरले आफ्नो जन्मदिनको दिन रक्तदान गरेर मानवीय कार्य गर्न लागिरहनु भएको छ। यसको लागि उहाँको जन्मदिनको हामी नेपाल रेड क्रस सोसाइटी प्रादेशिक रक्त सञ्चारको तर्फबाट उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना दिन चाहन्छौँ। साथै म मेरो व्यक्तिगत तर्फबाट पनि उहाँलाई शुभकामना दिन चाहन्छु। यसको लागि हाम्रो अर्जुन सरको प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन सरको उहाँ भन्दा पनि हुनुहुन्छ। उहाँले अर्जुन सरले ब्लड ब्याग र खाता लगाएर यस कार्यक्रममा सहयोग हुनलाई चाहिँ अनुरोध गर्दछु। धन्यवाद। तीन नंबर हो ल उहाँलाई केही शब्द पनि उहाँले शुभकामना दिनलाई म अझ सरलाई आग्रह गर्न चाहे जन्मदिनको उपलक्ष्यमा। जगत भाइले धेरै कुराहरू प्रश्न पारिसक्नुभयो र भान्जाले अहिले मात्र होइन विगतका धेरै वर्ष अगाडिदेखि यो नारालाई आत्मसात गरेर खास गरी जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावलाई अन्त्य गरौँ भन्ने मूल मर्मलाई आत्मसात गरेर धेरै पटक रक्तदान गर्नुभएको छ। यहाँ आएर आज उहाँको जन्मदिन छ। यो खुसीको अवसरमा सुस्वास्थ्य दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँले चाहेका धेरै कामहरू पुरा हुन्। सामाजिक क्षेत्रमा अगाडि बढिरहनु भएको छ। लायन्स क्लब पोखरा आयन चौतारीका अध्यक्ष पनि हुनुहुन्छ। अहिले सामाजिक क्षेत्रमा क्रियाशील बढाइरहनु भएको छ। यो रक्तदानलाई पनि जोडिरहनु भएको छ। निश्चित उहाँको जन्मदिनमा साथ दिन हामीलाई नारायणजी र टङ्कराज पौडेल सर माथि टुम्दीबाट आउनुभयो। उहाँ तिनैजनाले यो उत्सवलाई साथ दिनका लागि र यो नारालाई आत्मसात गरेर हामी जस्तै अरूले पनि विभिन्न अवसरहरूमा, खुसियालीहरूमा, जन्मदिनहरूमा आफ्नो बाबुआमाको, आफ्ना बच्चाहरूको अथवा कुनै पनि एउटा अवसर पारेर यहीँ आएर रक्तदान गर्नलाई अभिप्रेरित गर्ने हिसाबले दुईजना अरू साथीले पनि साथ दिनुभएको छ। हामी यसरी नै जोडिएका छौँ। यो सङ्ख्या बढ्दैछ। यो साथीहरू यहाँ आएर रक्तदान गर्नुभएको छ। जन्मदिनमा म्यारिज एनिभर्सरी मैले पनि दिने थिएँ। आज भान्जाको जन्मदिन, मेरो म्यारिज एनिभर्सरी, तर मेरो 2 महिना 7 दिन मात्रै रक्तदान गरेको भएको हुनाले मैले दिन पाइनँ। मैले पनि मेरो श्रीमतीको जन्मदिनमा यसै गरी नै रक्तदान गरेको थिएँ। मैले सबैलाई आह्वान गरेको छु। धेरै पत्रकार साथीहरू, समाजका अगुवाहरू यो अरूलाई सिकाउने खाले जति पनि महानुभाव हुनुहुन्छ अहिले बढ्दो छ। हामी यहाँ विगत 1-1.5 वर्ष भयो सिर्जना चोकमा आएको। यो समयदेखि यहाँ चाहिँ यहीँ आएर रक्तदान गर्ने परिपाटी बढेको छ। यसले गर्दा बिरामीलाई क्वालिटी र सेवा दिनलाई हामीलाई सजिलो भएको छ। विशेष गरेर यो अवसर, यो वातावरण सिर्जना गरिदिनु हुने हरिशचन्द्रलाई म हृदयले धन्यवाद दिन्छु। आकस्मिक रक्तदान युनिटका व्यवस्थापक यो काम गरिरहनु भएको छ र डोनर मोटिभेसनको काममा अगाडि बढाउने काम रात दिन उहाँले गर्नुभएको छ। हिजो मात्रै पनि ए नेगेटिभको रगत व्यवस्थापन गर्न म रात गरी सुत्नु भएको छैन र यसरी हाम्रो 500 भन्दा बढी हाम्रो भान्जा जस्ता आर्चाइभ डोनरहरूलाई व्यवस्थापन गरेर आवश्यक हुँदा फ्रेस ब्लड, पिआरपी, प्लेटलेट, एफएपी जुनसुकै कम्पोनेन्ट चाहिँदा पनि तत्काल बोलाएर व्यवस्थापन गर्ने काममा जुन लाग्नु भएको छ, म हृदयदेखि हरिचन्द्र सरलाई धन्यवाद दिन चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। र यो कामलाई साथ दिनुहुने टङ्कराज पौडेल सर, नारायणजी, यो कार्यक्रम व्यवस्थापन गर्ने हाम्रो जगत भाइलाई पनि म धेरै धेरै धन्यवाद दिँदै यो अब कर्मिक रूपमा मैले ब्याग पनि हस्तान्तरण गर्न चाहन्छु नारायणजीलाई अनि टङ्कराज पौडेल सरलाई खाता पनि लगाइदिन्छु। तपाईँका जन्मदिनमा पनि मैले ठुलै गिफ्ट गर्न चाहेँ र आकस्मिक रक्तदान युनिटको समूहले सदस्य पनि बनिदिनुहोस्।
धन्यवाद छ अर्जुन सर। र यसका साथै चाहिँ नि म शान्ति दिव्यवानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिशन शर्मा, यहाँहरू सबैको स्वागतका साथै अनि आर्दायु दिपेन्द्र पाण्डेजीले आज 12औं पटक रक्तदान गर्दै हुनुहुन्छ जन्मदिनको अवसरमा। र यसका साथै उहाँले 2 जना आफ्ना मित्रहरूलाई पनि बोलाउनु भएको छ र उहाँ पनि आज चाहिँ एकजनाको 12 पटक र एकजनाको 6औं पटक आज रक्तदान कार्यक्रम छ र उहाँहरूलाई पनि आकस्मिक रक्तदान युनिटमा आबद्ध हुनको निमित्त म हार्दिक अनुरोध गर्दछु। र साथै हाम्रा जगत भाइलाई पनि धेरै धेरै धन्यवाद। जय रक्तदाता। जन्मदिनमा रक्तदान गरी रगतको अभावलाई न्यून गरौँ। आज खुसीको दिन आयो, जन्मदिनको उज्यालो, एक रमाइलो बत्ती भन्दा ठुलो छ मानवताको आलो। आफ्नो खुसीहरूलाई साँचो अर्थ दिन सकौँ, रक्तदान गरेर आज जीवन नयाँ दिन सकौँ। रक्तदान गरी रगतको अभावलाई न्यून गरौँ। जन्मदिनमा रक्तदान गरी रगतको अभावलाई न्यून गरौँ। जोगाओ आमाको आँखामा आशा, बाबुको अनुहार हाँसो। हाम्रो सानो दानले बदलिन्छ कसैको सासो। जन्मिएको दिनमा यो कसम खामुन, उपहार भन्दा ठुलो आधार रक्तदान बनायो। रगतको अभावलाई न्यून गरौँ। जन्मदिनमा रक्तदान गरी रगतको अभावलाई न्यून गरौँ। आज जन्म